हेलो गुड मर्निङ एभ्रिबडी। आज हामी झापाको बुधबारेको नजिकै रहेको चिया बगान घुम्नलाई हामी जाँदैछौँ। अब त्यहाँ कस्तो कस्तो के रहेछ यो मौसममा हामी हेर्नेछौँ र तपाईहरुले पनि देखाउनेछौँ। यो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला है त साथीहरु। ल साथीहरु, हामी चाहिँ बुधबारेको चिया बगानमा आइसकेका छौँ। यो चाहिँ इलाम जाने बाटो। साइडमा चाहिँ र चिया नास्ता बिक्री वितरणको लागि राखिएको सासानो झोपडीहरू छ र हामी अब देखाउने छौँ। यतातिर चिया बगानहरू छ है त। ल साथीहरु, यो चाहिँ एउटा सिरिसको भाइरल रुख अरे यो चाहिँ ओ परको। यो चाहिँ झापाको चिया बगान। यो साइड यताको साइड पनि चिया बगान छ है। आज भोलि फेरि आफ्नो सिस्टम भएको ल अब रोडको दाहिने साइडबाट चाहिँ हामी चिया बगानभित्र छिर्दै छौँ। यो बाटो चाहिँ गाउँतिर जाने रहेछ। धेरै परसम्म बाटो देखिन्छ। त्यहाँदेखि उता चाहिँ गाउँ र चिया बगानसँगै जोडिएको गाउँ देख्न सकिँदो रहेछ। हामी जाँदैछौँ यो बाटो। सबै चिया बगान मात्र छ है यो झापाको। सुपारीको बोट, चिया बगान, यो चिया बगानको बीचमा चाहिँ र सिरिसको रुखहरू प्रशस्तै देखिन्छ। मलाई मजा लागेको कुरा चाहिँ यहाँ के हो भने यो चियाको लागि मलको रूपमा प्रयोग हुँदो रहेछ। यो सिरिसको पात चाहिँ झरेपछि यो सबै तल चियाको मुनि हुँदो रहेछ र पानी परेपछि यो कुएपछि यही स्पेशल मलको रूपमा चाहिँ यो प्रयोग हुँदो रहेछ है त साथीहरु। यो चाहिँ सबैभन्दा गजबको आइडिया
अर्ग्यानिक पनि लाग्यो। यो चाहिँ मलाई मजा लाग्यो यो कुरा देख्दा चाहिँ। झापाको चिया बगान है हजुर। यो चाहिँ राम्रो रहेछ यहाँ त चिया। पलाउनु त बाँकी रहेछ, सायद पानी परेपछि पलाउनु होला। इलामको चिया बगान यता यो चाहिँ शिरीषको रुख। यो चिया बगानको हरियाली देखेर साँच्चै एकदमै रमाइलो फिलिङ भएको छ। किनकि यो चियाको कटिङ, यहाँको हरियाली, सुन्दर दृश्यले मनमोहक तुल्याएको छ र यहाँ चराचुरुङ्गीको आवाजले पनि त्यस्तै रमणीय तुल्याएको छ। खै साथी हो चियाको बगानमा पुग्दा लरीबरी झापाको चिया नहुने ठाउँ पऱ्यो कि यो साँच्चै यो भएको पनि नि हेर्नु त त्यो सुकिरहेको छ। नेपाली दिदी दाजुबहिनीहरू जाने बाटोको बुधबार 4 भित्र बुधबारतिरको बनाउनु सुपारी चाहिँ दरो लागेको छ त्यहाँ।
उसमा अरूमा गयो भने त मारिहाल्छन् होला अलि सुरक्षित पनि पानी ऊ तल रहेछ तल जाउँ उसैले प्रायः लगाएर माछा बाटोतिर खाएको साझाहरू तिर्थ्यौँ त्यही पनि उसैले तिर्थ्यो भने त हामी नै आफ्नो तिर्थ्यौँ यसो मिल्दै थिएछ ल साथीहरू चिया बगान चाहिँ एकदमै ठुलो एरियामा लगाएको रहेछ यो कति हेक्टर हो यो त आँखाले पनि भ्याउँदैन धेरै रमाइलो अनि चियाको बगान हेर्ने मौका मिलेको छ आज र रमाइलो पनि भइरहेछ धेरै रमाइलो भयो चियाको बगानमा एकदमै सफा वातावरणै अर्कै यहाँ हामी पाउन सक्दछौँ यो चिया बगानमा यो चियाको मुना पलाइरहेको छ पानी हालेको ठाउँमा चाहिँ यसरी तीन पातै भइरहेछ रुख बिरुवा प्रशस्तै देख्न सक्दछौँ चियाको बिचमा किनकि यो चाहिँ मलको रूपमा प्रयोग हुने रहेछ यो रुखको पात चाहिँ शिरीषको पात विशेष गरेर त शिरीषको रुखहरू छन् प्रायः जसो एकदमै रमाइलो छ ल चियाको कटिङ बराबरी एकदमै अनि यो पानी हालेपछि त यो सिजनमा पनि धेरै रमाइलो देखिने रहेछ अझ यो पानी रेनी सिजनमा चाहिँ अझ झन् कति रमाइलो देखिन्छ होला है यो त अनि यो पानी हालेर पनि एकदमै रमाइलो हरियाली दृश्यहरू हामी देख्न सक्दछौँ यसरी ल त्यहाँ चाहिँ बरको रुख पनि छ जस्तो छ निकै ठुलै रहेछ पक्कै बरकै रुख हुनुपर्छ त्यो हामी त्यहाँ पनि पुग्नेछौँ यो चाहिँ बरकै रुख रहेछ एकदमै ठुलो अल्गो बरकै रुख रहेछ फेद पनि यति ठुलो रहेछ हो यहाँ त एकदमै भयङ्कर कतिजनाको लगानी होला है यसमा होला यो त औषधि पनि छर्दैछन् बिहा माथितिर र पानी चियामा यसरी पानी हाल्छ है स्प्रिङ्कलले
फरकसम्म छ ल साथीहरू, आजको यो चिया बगानको घुम फेरि पनि यही नै सिद्धिएको छ। यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला है त साथीहरू। आजलाई गुड बाई।